ए आइब्रोहरू गर्न आउँछ मसाजहरू सबै गर्छौ सबै गर्छौ कति सिक्यौ त्यहाँ यहाँ आएको कहिले हो यहाँ अबदेखिबाट अनि कति भयो उहाँ तिमी सिक्न गएको त्यहाँ 3 महिना भयो 3 महिना भयो काम गर्न थालेको ए अनि के अरे के गर्छौ एक्चुअली त्यसै अब उसमा थ्रेडिङ भ्याक्सिन अन्त मेनिक्योर पेडिक्योर सबै गर्छौ अनि तिम्रो रह्यो यस्तै O3 फेसियलहरू रह्यो तिम्रो अनि अब यी लोटसहरू यस्ता सबै गर्छौ तिमी जस्तै कि वान टाइम युज किट हुन्छ नि जस्तै कि अब पाउच हुन्छन् त्यो सबै युज गर्छौ आउँछ नि त्यो अनि त्यहाँबाट अनि केराटिन ट्रिटमेन्टहरू गर्छौ 60 ट्रिटमेन्टहरू बोटक्स आउँदैन अनि स्मुथनिङहरू हेयरको केही पनि आउन्न अच्छा हेयरको केही पनि आउन के चाहिँ आउँछ हेयरको त्यो भन अलिकति हेड मसाज गर्छौ नि हेड मसाज गर्छौ हेयर स्पा हेयर स्पा ए तेरिका वेट गर्न फर्किन सँगै जाउँला ऊ पार्लर पनि बन्द गर्न छ होइन आन सँगै जाउँ के भएको फर्किन काम छ एउटा कुरो भन्न त्यही भएर बोला किनिसकेस् चोला गर्नु पर्दैन क्या कस्ता कुरा गर्छन् हौ के हुन्छ ऊ गर्दाखेरि कति मिनट लाग्छ गर्न म त्यसो तर उता काम छ पुगेर आउँछु ल तिमी गर्दै गर यहाँ मोर नवरा जति पुगेर आउँछु अरे पाहुना आएछन् घरमा अरे लामो हुँदो रहेछ कस्तो देख्यो नवराजीले मलाई राम्रो देखिँदो रहेछ तिमीले अर्डर गर खत्तम अर्डर गरिदिरहेछु राम्रो देख्यो अलिअलि कस्तो देख्यो भन्दा साँच्चीकै कहिले त यसरी भन्ने थिइनस् अब यसले भन्नु भन्दै त्यो म विश्वास गरेँ फेरि म पनि त राम्रै भन्छु नि त हौ तिमी त त्यसै पनि बढाइ पनि पाएर भन्छौ म त नराम्रो भन्छु यसै पनि भारती जस्तै हुनु आँट्नु पर्छ भनेको हैन अन्त भारती जस्तै हुन पाए त के चाहियो हो किन भन त त्यही छैन बिग बसमा भारती उडी छ नि उडी त्यो भारती गाइस यो ओरा फिट मसाज आवाज चाहिँ मोटी हुन्छ त्यस्तै पुडी भइएको हुन्छ अघि भनेको भए त अघि ल्याएर छोड्नु पर्खिन हौ आज होइन हिजो नि लागेको थियो मैले लगाएर आएको थिइनँ आज चाहिँ लगाएर जाडो छ म जुन बिहान झन् त्यो बेलुकाको पानीमा हात डुबाउनु त कस्तो हात काप्छ नि त्यो के अरे त्यो यो नै बन्द गरिदिइहाल नि सबलाई बन्द गरेर मोमो फ्याक्ट्री बनाइदियो म फ्याक्ट्री होइन मोमो फ्याक्ट्री राखिरहन् के त्यो उतापट्टि मोमो के बेच्थ्यो त्यहाँ बनाउनु त्यहाँ बनाएको देख्दा त जिन्दगी मोमो नै खानु जस्तो लाग्छ काट्दै फ्याँकिँदैन कि त्यो ब्रोइलरहरू त्यही भएर त्यहाँ म किनेर खान सक्छु नि त होइन त्यहाँ कहिले खान्न म घर यही दोकानै खान्छु यहाँ देख्दिनँ नि त कसरी बनाएको हुन्छ मोमो खाएर आइज त नवराज एकपल्ट ट्रायल हेर्न हुन्थ्यो नि त उनको कति टाइम लाग्छ सक्ने भन त कति टाइम लाग्छ सक्ने अब अझै लाग्छ 5-10 मिनट 20 मिनट 12 मा काटा पुगेपछि सकिन्छ उता काँडै हेरिन मैले यताको काँडै हेरि मैले यहाँ सोनाको चप्पल लगाएर आएको त्यही आज यस्तो मजा तिमीले लगाएको तिमीले भनेको त यादै नआएको मोबाइल पनि स्विच अफ भएको रहेछ राम्रै भएछ फेरि नभए उता आउनु पर्दैन नि होइन उयो दोकान तपाईँको सकिन्छ कि उनकै भाइ हो नि त देखेको थिइनँ भन्छ त बिर्सिया हुन्छ नि अब धेरै ऊ आइरहेको छ नि त एक मात्र आउँछ त्यही भएर बिर्सिनु मैले एकैछिन कुरा बिर्सिनु चाहन्छु ए ला हो भन्नु थाल्नु मेरो नम्बर सेभ गर्नु भएछ स्टेटस पनि हेरिरहनु भएको थियो सेभ गर्नु त्यस्तो चाहिने नम्बर सेभ गर्नु छ
फिला लिएर आउँछ ढुलाको खुट्टाले म त आजकल नि त ग्लास लगाएर पेडिक्योर गरिदिनु थालेको मेरो थाहा छ किन भन्दा कुन कुन म स्क्रबहरू सबै यो आज पहिलोदेखि त गर्दिनँ थिएँ कि यसको नाम थाहा भएको कस्तो हुन्छ के भन्छ सबै ठिकै भयो किनभने अरू जग्गा कस्तो लाग्छ गएर काम गर्नु मन लाग्दैन म त खै सास फेर्नु नसकेको त्यो भित्र यहाँ छोडेर कहाँ जाने? सक्दिनँ म अब मलाई उता पनि अब आदत भएको छ कि आदत टाढो सक्दैन हौ जिउ दुख्छ अन्त बिहान उठ्नु सक्दैन त्यही त यहाँ चाहिँ छेउ बस्नु भएको यहाँ कहाँ हो? अहिले हाम्रो उयो बेड हस्पिटल नाम चाहिँ सुन्छु त्यो सिधा गयो उयो भेट्छ ठुलोको सर्कल यहाँ भेट्छ यो रास्ता यो रास्ता सिधा गयो ठुलोको सर्कल भेट्छ त्यहाँ अलिकति भित्र टाढो छ यो रास्ता यस्तो गएपछि टार्निङ भेट्छ होइन टार्निङ पनि यस्तो राम्रो गऱ्यो होइन अलिकति भित्र पस्नु जुडियो मलाई मलाई त किन पढ्न जुडियो होइन जेबियोको यस्तो तेर्सेर हाम्रो त के र ऊ मेरो आइपुग्नु अन्त स्कुटी छ त के छोडिदिए बुढा ए अन्त उसले त छोडिदिन्छ भनेर यहाँ त्यहाँ जान्छु नि नभए त अन्त डेली डेली खर्च कहाँ सक्छ सक्दैन नि त खुट्टा दुख्छौँ नि रुख्दाखेरि त्यो मलाई रुमै भात पारेको छैन तिनीहरू कहाँ बस्छौ हामी बेड हस्पिटल छ नि ए त्यता रुम छ कि क्या खाली हामी तल भित्र बस्छौँ जस्तामा बसे पनि भित्रै बसे बाहिरै बसे पनि केही प्रब्लम थिएन क्या मतलब हाम्रो गाउँ पाहुना आउँदैछ 8जना छन् 2टा फ्यामिली हुन् अनि तपाईँलाई रुमहरू चाहिएको रुम चाहियो सोधिदिन्छु नि ल त्यहाँ दिदीहरू हुनुहुन्छ नि आसामको ए छन् उनीहरू पनि खाली भनेपछि तिम्रो 1 BHK पनि चल्छ यसै तिम्रो कति हो रेन्ट हाम्रो 7,000 7,000 हो अनि कस्तो छ रुम चाहिँ यस्तो 1 1 BHK पानी अभाइलेबल छ ए पाँच त्यो त छ भने पायो भने भन्देऊ न ए अहिले फोन गर्छन् त्यतिखेर गयो त्यस्तो भए पनि हुन्छ जस्तो भए पनि हुन्छ हेर न खोजेको खोजेको पाइएकै छैन त्यस्तो भए पनि हुन्छ जस्तो भए पनि हुन्छ हेर न खोजेको खोजेको पाइएकै छैन त्यो त 7,000 हो भने त ठिकै हो बरु 2टा 14,000 लिन्छन् कतिवटा फ्यामिली बस्न दिन्छ त्यहाँ बस्न दिन्छ एउटा जग्गा त त्यहाँ बस्न दिन्छ एउटा जग्गा त 2 महिनामा